मुहानमा त हग्नु पठाएको त हो नि त यो त ल नमस्कार दर्शकबिन, आज चाहिँ हामी तपाईहरुलाई टिमाई खोलातिर डुलाउन लाँदै छौं। हेर्दै गर्नुहोला, हामी जे देख्छौं त्यही देखाउने प्रयास गर्ने छौं। जाऊ सर जाऊ। के पैसा उठाएको भाइ? यहाँ सुन न, एउटा कुरा सुन न, अलिक पर बस त, यहाँ देखिएछ अनुहार पनि। अनि पैसा उठाइन्छ होइन, र पैसा उठाउँदा के को लागि उठाइएको हो? यो खोलाको सरसफाइ र यो रोडको लागि। खोला सफा गरिँदैछ? अनि हामी त्यही खोला सफा गर्नु भनेर आज हाम्रो संस्था आएको छ होइन, र गर्दाखेरि आज हामी सफा गर्नु भनेको सफा क्लियर छ त, सफा छ त आज? आज बिहान सफा गरेको? त्यसो भने त राम्रो भयो, हामी त आइ मात्रै भएछ त्यसो भने है। के हेर्दाखेरि चाहिँ सफा छैन भने नि त सफै छ अब अहिले गर्यो भने चाहिँ पनि बिहान चाहिँ सफा गरेर हो गरेको, ढाँटेको त होइन नि। यहाँ रेकर्ड भइरहेछ ल, ठिक छ, हामी जाँदैछौँ ल। अनि हाम्रो संस्थालाई पैसा लिएको होइन? लिएको लिएको छैन ल। कि अहिले पैसा उठाइँदैछ होइन, पैसा उठाएर नउठाउनु भन्ने कुरा होइन, तर उठाएर पनि जस्तो कि फोहोर मैला चाहिँ अब तपाईँहरूले कसले हुन्छ होइन, त्यसलाई चाहिँ व्यवस्थापन गर्ने भनेर चाहिँ पैसा उठाइएको हो। र भाइहरूले सरसफाइ कतिको गर्दैछौ, गरेको छैनौ, हो त्यही कुरा चाहिँ हामी हेर्नु आएको, जान्नु आएको। ल गरेको छ नि, सफाइ गर्दैछौँ नि, कति दिनमा गरिन्छ? हामी जहिले बेलुका जान्छौँ, सफाइ गरिँदैछ होइन त? र धेरै सामाजिक सञ्जालमा फोहोर मैला भयो भन्ने यस्तो कुराहरू आएको छ होइन। त्यसो भएर हामीले चाहिँ आज विशेष चेकमा अब हेरौँ न, अब हाम्रो संस्थाले हेरौँ पनि र कतिको सत्य हो र के छ भन्ने कुरा, र एउटा सामाजिक काम पनि गरौँ न भन्ने हेतुले चाहिँ हामी आएको आज ल। र सफा छ नि ल। देख्यो भने नि यहाँ त हामीहरू त शुद्ध पिउने पानी छ, हामी त पिउनु पर्छ। जस्तै हामीले त यहाँ खाने पानी हामी त यहाँको गएन भने त हामी त प्यासले मर्छौँ। हामीले त शुद्ध पानी पिउनुको लागि त यहाँ त टेन्डर काटेर चाहिँ मान्छे पठाउनु भन्दाखेरि पनि यहाँ जति पनि गइराखेको छ यिनीहरूले चाहिँ रोक्नु चाहिँ पर्ने हो के। यो हामी भन्नुको मतलब त टेन्डर दिएर चाहिँ हाम्रो मुहानमा त हग्नु पठाएको त हो नि त यो त। यसको विषयमा चाहिँ हामीले बुद्ध शान्तिमा अलिकति हामीले यो व्यापक बसेर एकचोटि छलफल गरेर चाहिँ यसको निष्कर्षमा निस्किनु पर्ने हुन्छ। मैले देख्दाखेरि चाहिँ यो चाहिँ तत्काल बन्द गरिनु पर्यो र हामीले चाहिँ शुद्ध पानी पाउनु पर्यो क्या। प्रष्ट कुरो त्यति नै हो। अनि हामी यसलाई हेरौँ के कस्तो रहेछ। अनि हामीले चाहिँ तत्कालै त्यहाँ हाम्रो पानीमा चाहिँ हग्दैछन्, मुद्दैछन्, नुहाउँदैछन् भने चाहिँ भाटे कारवाही अहिलेबाटै हुन्छ। यो बाटो हेरौँ न कस्तो छ है। यही बाटोले तल नुहाउने ठाउँ खोलासम्म पुगिन्छ। स्टे ट्युन है। माथि पहिरो झरेर बाइकहरू नष्ट हुन्छ, उतै राख्नु। अस्ति उयो भएको छ, अस्ति यहाँबाट पहिरो झऱ्यो कि, अनि त्यसरी यहाँ बाइक नराख्नु। बुद्ध शान्ति साथ जरेबर, जहाँ गर्मी समयमा गर्मी छल्न धेरै पर्यटकहरू पौडी तथा नुहाउनु आएकाले यति सुन्दर स्थानमा जताभावी प्लास्टिक जन्य तथा बियरका बोतल, खानेपानीका बोतल जस्ता फोहोर मैला गरे भनेर धेरै सामाजिक सञ्जालमा धेरै विरोध आइसकेपछि
सेकमुरी बहुसांस्कृतिक समाज तथा लागु औषध नियन्त्रण समिति बुद्ध शान्ति 4, 5, 6 र 7 का युवाहरूले जनमानसमा यस्तो पर्यटकीय स्थलहरूमा फोहोर मैला जताभावी नगरौँ भन्ने एक किसिमको जनजागरुकता फैलाउने हेतुले तथा शुभ सन्देशको रूपमा जाओस् भनी मङ्गलबारे अस्थायी प्रहरी इन्चार्ज दानबहादुर श्रेष्ठ प्रहरी टोली सहित उपस्थितिमा साझेदारीमा सरसफाई अभियानमा सहभागी भई यसरी खोलाको वरिपरिको फोहोरहरूलाई टिपेर जम्मा गरी व्यवस्थापन गर्न नसके पनि यसरी थुपारी राखिदिएका छन्। यस्ता किसिमले पर्यटकहरूले फोहोरजन्य वस्तु यत्रतत्र नफालौँ भन्ने जस्ता मुख्य उद्देश्यले सकारात्मक सन्देश सबैमा फैलाउने हेतुले प्रहरी जनताको सेवक हो भनेर वास्तवमा चिनाउन चाहनुहुन्छ इन्चार्ज दानबहादुर श्रेष्ठ। उनीहरू यस्तरी जनताको भलाइका लागि खटिरहनुहुन्छ, कसले बुझ्ने उहाँहरूको पीडा। हर ठाउँ हर जग्गा दिन रात नभनी उनीहरू खटेर साथ सहयोग पुर्याएको हुन्छन्। उहाँ एक अति सहयोगी भावनाको व्यक्ति पनि हुनुहुन्छ। अब चाँडै सरुवा भएर जानु हुँदैछ हामीलाई छोडेर, के गर्ने, जानु दिनु त हामीलाई मन छैन नि। जहाँ पुगे बसे पनि तपाईँलाई भुल्ने छैनौँ सर। हामी हुनसक्छ एकाधवात अलि नराम्रो हुन्छन् पुलिसहरू, त्यो त हरेक क्षेत्रमा भएकै हो। हुन्छ एउटा दुईटा मान्छेले बिगारेको कामलाई सबैलाई दोष दिने प्रवृत्ति हामीले छोड्नु जरुरी छ। अन्त्यमा पर्यटकीय क्षेत्रहरूमा फोहोर मैला नगर्ने हामीले सबैले बानी बसाल्नुपर्छ। आजैदेखि जय पर्यटकीय क्षेत्र भन्दै भिडियो कस्तो लाग्यो हेरेर आफ्नो प्रतिक्रिया अवश्य राखिदिनु होला, विनम्र अनुरोध गर्दछु। देखाइदिनु त सरलाई के बोतल जाने। Market